सो हे गाइज गुड मर्निङ आई होप हजुरहरू सन्चै हुनुहुन्छ। यो चाहिँ नेक्स्ट भिडियो हो। म चाहिँ हिजोको भन्दा बेसरी च्यापेँ खोकीले अनि म बिहान उठेर पानी पिउँदैछु। अनि हजुरहरू के गर्दै हुनुहुन्छ? साथमा म फर्स्टमा तातो पानी तताएँ अनि सेकेन्डमा चिया बनाउँदैछु म। हजुरहरूको चिया नास्ता भयो कि भएन? चिया पनि पाक्दैछ। हाम्रो चाहिँ गोठ बनेको कारणले यसरी भुइँमा बनाएर खानु परेको छ गाइजहरू। हजुरहरू के गर्नुहुन्छ होला यदि हजुरहरूको पनि केही घरहरू बन्यो भने? चिया उम्ल्यो उम्ल्यो उम्ल्यो। यो चाहिँ हाम्रो चियाको भाडा हो है गाइजहरू। एनिवेज जसले मेरो कुरा काट्छ नि हो यसरी उम्लेर पोखिनेसम्म म गाली दिएर मार्दिन्छु भनेको। मर्निङको मेरो भाइ मैले चिनी हाल्नु बिर्सेछ नि। यहाँ अघि गरेको भए त्यो उयो कन्टेन्टको लागि हुन्थ्यो नि। त्यो चाखेको के जिब्रो पर्छ बिस्तारी काम मरा। कप चाहिँ दामी चाहिँ एनिवेज गाइजहरू। त्यो पछाडिको भाँडाकुँडाहरू चाहिँ माइन्ड नगर्नु होला। अनि यो चाहिँ मेरो भाइ इतुरो थियो इतुरो होइन यत्रो भइसक्यो यत्रो। सो साथीहरू मैले चाहिँ आफ्नै बारीको धान हेलमेट पनि आयो के बर्थडे खाने बर्थडे केक खाने मान्छेहरू ईशान ह्याप्पी बर्थडे सोल्टाज्यू ह्याप्पी बर्थडे। पायो कति आयो? हात्ती आयो हात्ती। खोइ थमेल राखौँ त खिच्दै राख्नु हुँदैन। मैले पनि खाइरहेछु। समझ गए रे प्यारी के बुहारी के बर्थडे रे बर्थडे। अनि यहाँ यो नै ढिलो मामाको बर्थडेमा भान्जा ढिलो किन? प्रेमको लागि खाना पस्किएर देऊ। हाम्रो बर्थडे पार्टी पनि सकिसक्यो। त्यो सानो गरेको यहाँ चाहिँ मेरो गाउँ छ होइन। अनि केक लागेको थाहा पनि भइहाल्यो। Anyways, as you can see, म भन्दा भाइ handsome छ। म किन यस्तो? म पनि दुब्लायो भने केमेको त हुन्छ। सो गाइज एनिवेज अरू सबै भए पनि बर्थडे सेलिब्रेसन गरे सानो फ्यामिलीमा गरे होइन। कस्तो लाग्यो? Did you expect it? So anyways guys, bye bye, have you fun. अनि हजुरहरूले ह्याप्पी बर्थडे भन्दिनु है त। बाई ड्याप गर्दिनु।